आर्ट भन्ने कुरा यो हो के टक्क कति सेकेन्डमा आइछ ल गाइस हामी चाहिँ यो कुन रिसोर्ट अरे गोकर्ण रिसोर्टमा छ मैले चाहिँ अहिले कति बज्छ ठ्याक्कै हेरौँ 4:43 हो यो रिसोर्ट चाहिँ कति 6 बजेसम्म मात्र खुल्ने रहेछ अनि यसको यो स्विमिङ गरेको चाहिँ 300 रहेछ भाइ चाहिँ भर्खर स्विमिङ गरेर आए कस्तो फिल भयो खासमा 1 घन्टाको थियो यिनी त 25 मिनटमा निस्किए यस्तो 3 घन्टा खेल्छु भनिरहेको थिएँ अनि यिनी चाहिँ त मेकअप गर्नतिर लागेछिन् अब म त हेर्नु मेकअपै नगर्ने मान्छे मलाई आज यति अल्छी लाग्छ क्या यति अल्छी लाग्छ के गर्नु अब हामी चाहिँ उतातिर जान्छौँ अब चाहिँ हामी मेकअप सेकअप गर्छौँ र अनि अलिअलि फोटो खिचेर अहिले उतातिर जान्छौँ यहाँ चाहिँ यो धरहरा छ अनि यो प्यारिसको गाइस कस्तो राम्रो अनि यहाँ चाहिँ बसेर फोटो खिच्ने ठाउँ छ यतातिर चाहिँ यो टाइटनिक मुभीको के जस्तो छ अनि यो चाहिँ अहिले बन्द छ यहाँ चाहिँ के वाउ आर्ट भन्ने कुरा यो हो के टक्क यो साडी यो केटीको बालबाट टक्क लाएर ओ माय गॉड कस्तो लाग्यो तिमीलाई कस्तो लाग्यो यो आर्ट राम्रो लाग्यो मलाई त एकदम राम्रो यहाँ मिल्दैन ऊ यहाँ चाहिँ यो ट्याप ट्याप गरेर माथि जाने उहाँको फेरि टाउको नै निकाल्दैछन् यस्तो राम्रो छ यो ठाउँ धेरै तारिफ नगरौँ तर मलाई मन पर्यो प्लेन छ अनि साइडमा चाहिँ यो के घोडा र यो के हो यो साइडको ए कंगारू हात खुट्टै भाँच्ची छ यिनीहरूले चाहिँ पिङ पनि खेले अब चाहिँ हामी कहाँ जान्छौँ अब हामी कृष्ण मन्दिरमा जान्छौँ माथि टावरमा जान्छौँ अनि त्यस पछाडि कृष्ण मन्दिर जान्छौँ आज हाम्रो दिन यसरी नै गयो 410% ओन्ली अनि भोलि सुजन भाइ घर जान्छ ल अडिसन दिँदैछ ल हेरौँ कति सेकेन्डमा आइछ ल सुजन चौलागाई है